इन्टरनेट संसारभरिका मानिसहरूलाई जोड्ने डिजिटल सञ्जाल। मुभी हेर्न, गेम खेल्न, अफिसको काम गर्न, साथीभाइहरूसँग भिडियो कल गर्न, मेसेज गर्न हामीले इन्टरनेटको प्रयोग गर्ने गर्दछौँ। अहिले गुगल, फेसबुक, इन्स्टाग्राम, युट्युब नचलाइदा दिन कटाउनै गाह्रो हुन्छ र यी सबका नाम नथाहा पाउने सायदै होलान्। तर एक समय यस्तो पनि थियो जब यी सबैभन्दा माथि एउटा इन्टरनेट कम्पनी थियो जसले इन्टरनेटको दुनियाँमा राज गरेको थियो र त्यसको नाम हो याहू। आकाशसम्मको सफलता पाएर नामसम्म पतन भएको एउटा यस्तो कहानीको बारेमा आज तपाईँ हामी सँगै बुझौँ साथीहरू। सन् 1994मा स्ट्यानफोर्ड युनिभर्सिटीका दुईजना स्टुडेन्ट जेरी याङ र डेभिड फिलो इन्टरनेटमा राम्रो वेबसाइट खोज्न गाह्रो भयो भनेर एउटा सानो वेबसाइट बनाउँछन्। सुरुको नाम राख्छन् जेरी एन्ड डेभिड गाइड टु द वर्ल्ड वाइड वेब र पछि गएर त्यही नाम चेन्ज भएर याहू बन्यो, जसको फुल फर्म एट एनदर हेरार्चिकल्ली अफिसियस ओराकल थियो र त्यो बेला यो वेबसाइटहरूको डिक्सनरी थियो। त्यो बेला याहू इन्टरनेटको इन्ट्रान्स गेट जस्तै थियो। याहू मेल, याहू न्युज, याहू मेसेन्जर, स्पोर्ट, फाइनेन्स, वेदर सबै कुरा एउटै वेबसाइटमा पाइन्थ्यो। त्यो बेला त झन् गुगल पनि याहूकै भित्रको सर्च इन्जिनमा पर्ने गर्दथ्यो। 1999देखि 2000सम्म याहूको भ्यालुएसन लगभग 125देखि 140 बिलियन US डलरको आसपास थियो। यस्तो सक्सेस पाएर पनि एउटा कम्पनी कसरी जिरोसम्म पुग्न सक्छ त? आउनुहोस् याहूको केही गल्तीहरूको बारेमा जानौँ। पहिलो गल्ती, गुगललाई गम्भीर रूपमा नलिनु। सन् 1998मा गुगलले एउटा अफर लिएर गएको थियो याहूसँग आफूलाई किन्नको लागि, त्यो पनि मात्र 1 मिलियन US डलरमा। तर त्यो बेला एउटा सानो स्टार्टअप हो भनेर याहूले चाहिँ त्यो अफरलाई रिजेक्ट गर्यो र आज सबैभन्दा ठुलो सर्च इन्जिन भनेकै गुगल छ, जसको भ्यालु अहिले अलमोस्ट 4 ट्रिलियन US डलर छ। अर्को गल्ती, माइक्रोसफ्टको अफरलाई रिजेक्ट गर्नु। सन् 2008मा माइक्रोसफ्टले याहूलाई किन्नको लागि एउटा अफर दिएको थियो लगभग 44.6 बिलियन US डलरमा, त्यो पनि सबै क्यासमा। तर त्यो अफरलाई चाहिँ याहूले रिजेक्ट गर्यो। अर्को गल्ती, सर्चमा ध्यान नदिनु। याहूको मुख्य शक्ति नै सर्च र डिक्सनरी थियो, तर धेरै आम्दानीको लागि न्युज, मिडिया र एडमा बढी ध्यान दियो र पछि गएर गुगलले सर्च र डिक्सनरी कब्जा गर्यो, जो क्लिन, फास्ट, इजी र एक्युरेट थियो चलाउनको लागि। अर्को गल्ती, गलत स्ट्र्याटेजी। धेरै कम्पनीहरू जस्तै फ्लिकर, टम्ब्लर, ब्रोडकास्ट.com जस्ता कम्पनीहरू किन्यो, तर यिनी सबलाई चाहिँ एकीकरण गर्न सकेन र जस्तो सोचेर यो कम्पनीहरू किनेको थियो त्यो कम्पनीहरूले रिटर्नमा त्यस्तो फाइदा दिन सकेनन्। अर्को गल्ती, डाटा ब्रिच। सन् 2013-14मा एउटा ठुलो टेक्निकल एरर आएको थियो, सेक्युरिटी ब्रिच। सरल भाषामा भन्ने भने ह्याक भएको थियो, जसमा 3 बिलियन एकाउन्टको डाटा जस्तै नाम, एड्रेस, जन्ममिति जस्ता पर्सनल इन्फर्मेसनहरू ह्याक भएको थियो, जसले गर्दाखेरि युजरहरूमा याहूप्रति विश्वास टुट्यो र युजरहरूले अरू विकल्पहरू खोज्न थाले र बाँकी लो भिजन, इन्टरनल पोलिटिक्स, बारम्बार CEO चेन्ज हुनु, राम्रा इन्जिनियरहरूले जब छोड्नु जस्ता कारणहरू पनि पर्दछन्। र सन् 2017मा भेरिजोन कम्युनिकेसन भन्ने कम्पनीले याहूलाई किन्यो, त्यो पनि मात्र 4.5 बिलियन US डलरमा। यसले हामीलाई के सिकाउँछ साथीहरू? समय बलवान छ, समयसँग चल्न सक्नुहोस्, आएको मौकालाई नगुमाउनुहोस्, आफूलाई अपग्रेड र इनोभेटिभ बनाउनुहोस्, तब मात्र प्रगति स्थिर छ। र साथीहरू, तपाईँहरूमध्ये कतिजनाले yahoo.com लेख्ने मौका पाउनुभयो? कृपया कमेन्ट गर्नुहोला र भिडियो मन परे लाइक गर्नुहोला, सेयर गर्नुहोला र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। मेरो नाम हो सुनिल, फेरि अर्को भिडियोमा भेट्नेछु। धन्यवाद।